साथीभाइहरूले हामीलाई झुट्टा शिक्षा भन्थे, झुट्टा शिक्षा भन्थ्यौ, छक्कै पार्नु। हुन त बिचारा नजानेर नै हो, तर हामीले त्यतातिर ध्यान दिएनौँ। जेसुकै भनिरहोस्, मेरो काम उनीहरूलाई खेद्ने होइन, मेरो काम चाहिँ प्रभुको काम गर्ने हो। त्यतातिर ध्यान नदिकन हामीले चाहिँ सुसमाचारमा प्रभुको काममा ध्यान दिएर अगाडि बढिरह्यौँ। उहाँहरू हार्नुभयो, पछि उहाँहरू हारेको मतलब हामी सबै हारेको थियौँ। तर त्यसलाई पछि समेट्दै लगेर मलाई लाग्छ अहिले इलाममा अलिक सबैमा सकारात्मक विचार सोच आएको हो भन्ने चाहिँ मैले केही हदसम्म चाहिँ मैले महसुस गरेको छु, मैले बुझेको छु। तर यति मात्र होइन, तपाईँ र मैले गर्नुपर्ने इलाम जिल्लामा धेरै छ। तपाईँ र मलाई, हाम्रो साथीभाइहरूले, हाम्रा छरछिमेकीहरू लगायत हाम्रो जिल्लामा भएका मानिसहरूले तपाईँ र मलाई ग्रहण गर्न सक्नुपर्छ। र त्यो समाज उहाँहरूले यति कुरा जान्नु पर्यो कि क्रिस्चियनहरू छैन भने यो समाज अधुरो हुन्छ है। त्यो त तपाईँ र मैले दिनुपर्ने हुन्छ। त्यस कारणले हामीले परमेश्वरलाई विश्वास गरेका छौँ। त्यस कारणले त एकतामा, प्रेममा, किनभने ख्रीष्ट येशूले तपाईँ र मेरो निम्ति गर्नुभएको प्रार्थना खेर जानु दिनु भएन। तपाईँ र मैले, प्रभु येशू ख्रीष्टले तपाईँ र मेरो निम्ति, हाम्रो मण्डलीको निम्ति गर्नुभएको प्रार्थना त यो हो। तिमीहरू यो फलानु मण्डली, रिस्का मण्डली, ऊ फलानु मण्डली, त्यो ठुलो त्यो सानो, त्यो के होइन। कहीँ त्यस्तो कुरा छैन। कारणवश तपाईँ हामी यो एउटा संसारकै कुरा हो। साम्प्रदायिक हिसाबले हामी आफ्नो मण्डलीको नामहरू हामीले राख्न पुग्यौँ। यो तपाईँको गल्ती छैन, मेरो गल्ती छैन, कसैको गल्ती छैन। ती सबै नै प्रभु येशू ख्रीष्टको देह, ख्रीष्टको मण्डली नै हो।